ल गाइस, आज चाहिँ हाम्रो बारबिक्यू छ घाटको अनि अस्ति एक हप्ता रेगुलर के अरे पानी परेको थियो। आज चाहिँ जोस बारबिक्यू छ भनेर होला है, मौसम नि यस्तो राम्रो छ। अभी मजा आएगा ना भिडो। अन्त आज के अरे कतिको खाने हो त? आज यति खाने हो। जाने हो टक्क मासु हुन्छ। म त चिकन बाहेक केही खान्न, टक्क बोल्ने हो। अनि अच्छा के कमी भयो हुन्छ दाइ थाहा छ? त्यहाँ खालि मासु खान मजा आउँदैन नि त होइन, अलिकति केही चाहियो तर केही छैन क्या त्यहाँ। के खान खोज्छ केरा सब आएर बसिसकेको रहेछ क्या। सबभन्दा लेट पुग्ने हामी मात्र हो क्या। एक्साइटेड त धेरै थिएँ म। काकोले चाहिँ यो लगेको भनेको चाहिँ सिनमुन काको भएर होला, सायद फर्स्ट टाइम थियो। अनि त्यसैमाथि दाइले यो मेरो पुरानो फोटो अनि मैले यो अहिलेसम्म नि फेसबुकमा अपलोड गरेको छैन भनेर भन्न लाग्नुभयो। अनि जापान भयो नि, नेपाल भयो नि, जे भयो नि, जस्तो जे गर्दा नि अब नेताको जस्तो भाषण त दिनै पर्यो होइन। त्यही भएर सेन्चेले नै अलिकता भाषण दिँदै थियो। अनि त्यसपछि म चाहिँ अलिकता रमाइलो गर्दा यताउताको फोटोहरू खिच्दै थिएँ। अनि सेन्चेले चाहिँ मासु पोलेर हामी सबैहरूलाई दिँदै हुनुहुन्थ्यो। दाइले यता चाहिँ कटोरा थापेर कुट्दै हुनुहुन्थ्यो, कतिखेर पाक्छ र कतिखेर मैले खान्छु भनेर। र अनि त्यसपछि हामीले खाना नि स्टार्ट गऱ्यौँ। दाइले अलिकता पोलेको मासुहरू तानेर मलाई नि राखिदिनु भयो र आफूले नि राख्नुभयो। पोलेको मासु खान थाल्यौँ। मासु खासै पाकेको रहेनछ र हामीले थोरै खायौँ, भोलि बिहान पखाला नलागोस् भनेर। धेरै रमाइलो गर्छौँ भनेर गएको थियौँ तर खासै त्यति रमाइलो नि भएन। जे ठिकै भयो। धेरै एक्सपेक्टेसन गरेर आएको थियौँ रमाइलो गर्नुपर्छ भनेर, तर खासै रमाइलो भएन। त्यही खानपिन मात्रै भयो। अनि धेरै नै खाइएन, थोरै खायौँ। अनि त्यसपछि चाहिँ अलिकता हामी फोटोसोटोहरू नि खिच्यौँ। अनि त्यसपछि हामी घरतिर लाग्यौँ।